बा कति हिँडेर गयो भने यहाँ कुरो गाठी परेछ त कुरो बुझ्दिनस् अहिले भर्खर अर्केले के भन्नुभयो तैँले सुनिनस् यो भयो चाहिँ कसरी त्यही त ओइ डल्ली त कसरी दुई जिउकी भइस भन् त कसरी भयो कसरी हाम्रो आमाले भने म दुई जिउकी भए रे त्यही त त कसरी दुई जिउकी भइस भन् त वाक वाक गर भए रे ओइ वाक कसरी गरिस यसरी देखिन अब यस्ता छ के कुरा गर्नु ओइ मैले हर्केलाई त्यो फुलमा लिन त्यसै पठाओ एकछिनपछि थाहा हुन्छ यो कसरी भयो भन्ने कुरो बा भाउजू दुई जिउको भएको कुरा फुलमान काकालाई कसरी थाहा हुन्छ यो सबै गरेकै फुलमानले हो यो डल्ली भाउजू दुई जिउकी भएको फुलमान काकाले गर्दा पो बस्ने नभए मान्छेको मति बिग्रिन्छ भन्थे हो रहेछ तेरो टाउको हो रहेछ आफू एकातिर कुरो गर कुरो अर्कोतिर बङ्ग्याउँछ यो फुलमानले गर्दा होइन के फुलमानले गर्दा यस्तो भयो फुलमानले गर्दा होइन अनि कसले गर्दा त कसले गर्दा यसले गर्दा भनी थाहा पाइदिए भए त यो कुरै उठ्दैन थियो नि कुरै टुङ्गिया थियो नि त्यही भएर मैले फुलमानलाई बोलाउन पठाएँ लाउरी बा म त आएँ ए त आइस ओहो बाटुली म त साह्रै ठुलो तनावमा परि मलाई साह्रै चपेटामा हेर मलाई साह्रै गाह्रो पर्यो लौ तैँले यसो मलाई सहयोग गर्नु पर्यो होइन लाउरी बा त्यस्तो आपत के पर्यो तपाईँलाई त्यस्तो आपत के परेन भन्न यो डल्ली हुन न खानाको दुई जुकी भइदिए अब यो अवस्था मैले के गरौँ अब लाउरी बा यो कानले पनि के सुन्नु पर्दो रहेछ बाँचिरहेदेखि अतिर थाले कस्तो पेट बोकी छ तैँले मेरो पेट बोके देखेन हुँदै बाटुली ए बाटुली हुँदै त नबोल यसले बोल्दैन अब जे बोल्छ त्यो फुलमा यहाँ आएर बोल्छ फुलमान काकालाई बोलाएर खोइ त फुलमान घरमै छन् किन त्यो आउँदैन रे खोइ थाहा छैन अनि तैँले बोलाएको भने होइन भर्खरै हो मैले 3 चोटि छ है ए फुलमान भनी है अनि फुलन काकाले मलाई पिटेर पठाए है अनि म त आएँ ए देउती त खुर्क गर्दै फुलमाने बोलाएर जाता गइरा त छिटो गइरा ए भगवान यो के भएको उइटो भनेर सहमति हुन्छ जति एउटा बुढा बनाए पनि सबै तिम्रो पक्षमा मात्रै छ मेरो पक्षमा के छ खोइ यस्तो एकटा बुढामा मेरो सहमति भएन ल किन हुँदैन सहमति तिमी सहमतिमा आउ न अनि सहमति हुँदैन अब जहिले पनि मेरै गरेको बारे त का भनेपछि कहाँबाट सहमति हुन्छ के चाहिँ कुरामा सहमति भएन ल वार्ता गरौँ ल के वार्ता गर्ने केही कुरामा नि सहमति हुँदैन अब सहमति हुँदा वार्ता गर्न जान्नु पर्यो नि अझ तिनी ल ल ल वार्ता गरौँ ल यहाँनिर वार्ता गरौँ बुढा नम्बर 1 के रे तिम्रो बिहा कहिले गर्ने हो ल भन कहिले गर्ने जहिले चित्त बुद्धो केटा मग्न आउँछ त्यहीले गर्ने ल सहमति छ अब 2 नम्बरको कुरा गरौँ बिहानको भात मैले पकाउने बेलुकाको भात तिमीले पकाउने सहमति छ ल यसमा चाहिँ मेरो सहमति छ तर 3 नम्बर बुढामा चाहिँ मेरो सहमति छैन घरको काम खेतको काम बारीको काम पसलको काम चाहिँ सबै मैले गर्ने अब तिमी चाहिँ गर्नु मन लाग्यो गर्ने गर्नु मन लाग्यो नगर्ने यसमा चाहिँ मेरो सहमति छैन ल ल बिहानको भात पकाउने यो घरको भयाभरको लुगा धुने अनि के भाडा मान्नेमा चाहिँ मेरो सहमति भयो ल यसरी कामको बारबार हुँदै गयो भने त सहमति भइहाल्छ नि ल बाँकी बुना सुन बा 4 नम्बरमा चाहिँ तिमीले बिहा गरेर स्वास्नी यो घरमा ल्याउन नपाउने 5 नम्बरमा मेरो बिहामा आधी अंश मलाई दिने 6 नम्बरमा चाहिँ मलाई तन्न लुगा गहना किनिदिने 7 नम्बरमा चाहिँ तिमीले ठगी गरेर ल्याएको सम्पूर्ण चिजमा मेरो हक लाग्ने ल सहमतिमा आऊ ल सहमतिमा नआऊ यस्तो एकतर्फी बुढामा पनि कोही सहमति आउँछ आउने ल म त 4 5 6 7 बुढामा यहाँ फेरि वार्ता गर्नुपर्छ ल वार्ता गर फुलमान काका तेरिका काका चाहिँ नहुने अब उनी अङ्कल भन्नु न अङ्कल ल अङ्कल हाम्रो बाले भन्नु भएको तपाईँ छिट्टो हाम्रो घर आउनु रे ल फेरि के भएछ तिम्रो घरमा ए ल जाऊ धेरै भयो जाऊ कता जाऊ बार्ता नि बार्ता यहाँ बार्ता टङ्गिएको छैन कि मैले पनि त्यो लौरीलाई भेट्नु पर्यो यहाँ भेट्नु पर्दैन तिमी
पर्दैन। आजको यो वार्ता चाहिँ अर्को हप्ता सहमति गर्ने गरी सहमति भयो भनेर सम्झौता है। अहिले चाहिँ म लौरेबाको घरमा वार्ता गर्न जान्छु। होइन त्यो लौरेकोमा के भएछ आज? खै थाहा छैन, आमा पनि अघि नै गएकी हुन्। साँच्चै के भएछ बुने लाउरे बाकोमा? असटी मलाई पो उल्टै के भएछ भनेर सोचे। झन् तिमीहरू लौरेबाको नजिकैको मान्छे, त्यहाँको सबै कुरा त तिमीहरूलाई पो थाहा हुन्छ भनेर सोध्न आएको। असटी बरु के भएको रहेछ मलाई भन्न। थाहा छैन भन्छु, झन् सोधिरहन्छ। अब 9तिरको खबर चाहेर तँ हिँड्छस्, तँलाई थाहा होला नि। 9तिरको खबर मलाई थाहा भए पनि त्यो लौरेको घरको 1तिरको खबर चाहिँ तँलाई थाहा हुन्छ के हो? त्यही भएर तँलाई सोध्न आएको। भन्न के ठुली भयो किनी? लाउरे बाको घरको कुरा चाहिँ मलाई कसरी थाहा हुन्छ? तैँले के भन्न खोजी? अब त्यो लौरेको नजिकैको मान्छे तेरो आमा हो क्या? मैले मात्र भने पनि होइन, सारा गाउँले कस्तो मिलेको जरी भनेर भन्छ। हेरै बुने, त आगोमा घिउ थप्न नखोज। केही कुराले गर्दा आमा छोरीको दिनरात झगडा परिरहेछ। अनि त्यो लौरे बाको घरमा के भएको त्यो चाहिँ भन्न त मलाई। थाहा छैन मलाई। तँलाई चाहिँ लाउरे बाको घरको कुरा किन चाहियो नि? अर्काको घरको कुरा नगरी खाएको पस्दैन क्या हो नारद नि? आसे पासे धेरै डाँडा बनेर चाहिँ कुरा नगरे यहाँ। भन्ने भए खुरुको भन्, नभन्ने भए नभन्। धेरै अर्कालाई नारण्डी सारण्डी चाहिँ नभन्। भन्छु क्या त नारदनी त होस् नि। मलाई नारण्डी भनेको त्यो डाँडा भनेको हो। मेरो सारण्डी भन्छु क्या त नारदनी त होस् नि। घर आएर झगडा गर्छ नारायणी भन्नुपर्छ। झन् साथी नक्कललाई के भन्नु त? नारायणी त नक्कली दोस्रो केटा खड्डै हिँड्दैछ। म चाहिँ बरु पाला बिहे गर्ने हो भन्छु। कहिले भन्छु पहिला जानु पाइन्छ। ल भन फुलमान साहु, तिम्रो मुखबाट सुन्न चाहन्छु म आज। दुधको दुध, पानीको पानी हुनुपर्छ। अब यो बुहारीलाई म स्वीकार्ने कि नस्वीकार्ने? लाउरे बा, तपाईँले यहाँ जे सोचिरहेको छ नि त्यो सब गलत हो। यहाँ टाटन सारको कुरा गरिरहनुहुन्छ। तपाईँले जो गहन आरोप लगाउन मिल्छ कि? अर्कैलाई केटी देखाउन जाँदाखेरि एकैचोटि बिहा गरेर ल्यायो। कसले गर्दा? मैले गर्दा। सम्झीको र मेरो झगडा पर्यो। कसले गर्दा? मैले गर्दा। सम्झीले आफ्नो छोरीलाई घर फिर्ता लिएर गए। कसले गर्दा? मैले गर्दा। डल्लीको लागि फेरि अर्को एउटा डल्ले आयो। कसले गर्दा? मैले गर्दा। डल्लेलाई मेरी बुहारी झन्डै टिका लाएर पठाउन लागेको थियो। कसले गर्दा? मैले गर्दा। डल्लीलाई यो गरेर फेरि फिर्ता ल्यायो। कसले गर्दा? मैले गर्दा। डल्ली दुई जुकी भाइ। कसले गर्दा? मैले गर्दा। लौरेबा, बुहारी त मरे जस्तो छ। म मरे होइन, बिहोस मात्रै भएको।